यहाँदेखि अब यहाँ के लेखिरहेको छ नि तपाईँको निकुञ्ज क्षेत्रमा प्रवेश निषेध चाहिँ यहाँ कोही पनि हुनुहुन्न, म एक्लै बढिरहेको छु है त। सो प्लिज तपाईँहरूले चाहिँ भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला। यहाँ साथी भनेको मेरो कोही पनि छैन, डुकुल्यान्डाङ ओन्ली वान झापली हैन। सो म एक्लै छु, यहाँ अगाडि बढिरहेको छु। सो साथीहरू यहाँको लोकेसन भ्यूहरू तपाईँहरू यस्तै खाल्टोहरूमा बस्नुभएको छ या काठमाडौँ कहीँबाट घुम्न आउनुभएको छ र यस्तै खाल्टोहरूमै तपाईँहरूको बसोबास छ भने माथि टुप्पामा गएर चाहिँ दृश्य तलको खाल्टोको दृश्य यदि हेर्न मन छ भने तपाईँहरूले अवश्य यो स्वयम्भू हो, स्वयम्भूबाट म्याप हानेर। सो साथीभाइहरू त कति भेटिन्छन्, साथीभाइहरू त कति भेटिन्छन्, कति जोडिन्छन्। तर वास्तवमा कुरा चाहिँ के हो भने तपाईँले फ्रेन्डसिप कति लामो समय चाहिँ जोगाएर राख्न सक्नुहुन्छ क्या। त्यो भनेको मेन कुरो हो क्या, मूल मन्त्र हो क्या। त्यो भनेको तपाईँको इज्जत हो, इमान हो, प्रतिष्ठा हो हैन। त्यो भनेको तपाईँको चरित्र हो। हेलो व्हाट्सअप गाइस, नमस्ते, वेलकम ब्याक टु न्यू ब्लग। जिन्दगीमा मरिलानु के छ, घुम्नुपर्छ, डुल्नुपर्छ, खानुपर्छ, पिउनुपर्छ, यस मोज गर्नुपर्छ। सो आज पनि खाइपिई गरियो अरे होइन। अब घुम्नलाई डुल्नलाई मोज गर्नलाई म बाहिर निस्किसकेको छु। म चाहिँ आज कहाँ जाँदैछु भने तपाईँको यो भ्यू टावर रहेछ यहाँनिर। भ्यू टावरमा माथि चढेपछि चाहिँ काठमाडौँ छर्लङ्गै देखिन्छ भनेर पनि ढाँट्नु मिल्दैन। मैले चाहिँ अरूलाई ढाँट्न म चाहिँ मिल्दैन होइन। तर पनि काठमाडौँको केही भागहरू तपाईँहरूलाई देखाउनको लागि माथि भ्यू टावर छ अरे। सो माथि भ्यू टावरमा गएर चाहिँ तपाईँहरूलाई काठमाडौँको कुन कुन भाग देख्छ, कति टाढोसम्म देख्छ त्यो देखाउनलाई म अगाडि बढिरहेको छु। सो झापली इन काठमाडौँ है, योभन्दा अगाडिको भ्लगहरू तपाईँले हेर्नुभयो होला। सो आज पनि त्यही क्रममा म तपाईँलाई केही भागहरू काठमाडौँको देखाउन गइरहेको छु है। सो यहाँ चाहिँ यस्तो सिँढी रहेछ। अब यहाँबाट चाहिँ सिँढी सुरु भइसक्यो अनि हामी माथि जाँदैछौँ। सो यहाँबाट पर देख्नुहुन्छ काठमाडौँमा मन्दिर मात्रै नभएर गुम्बाहरू पनि अलिक धेरै छ साथीहरू। ल म चाहिँ उकालो सिँढी रङ बाटो गइसकेको थिएँ म, तर चाहिँ अब राइट बाटो पक्रेर म जाँदैछु। चढ्यो झापली डाँडामा, ल हेर्नुहोस् यहाँ तलबाट आएको म झापली डाँडामा चढ्यो। हाम्रो झापा जस्तो सम्म ठाउँ त कहाँ छ र यहाँ होइन। तर पनि सम्ममै जन्मेर सम्ममै हुर्क्यो भने पाहाड त चढेछ, किनभने हाम्रो एकदम चर्चित ख्यातिप्राप्त ठाउँ, ब्युटिफुल ठाउँ कन्याम इलाम सुन्नुभएको होला। ताप्लेजुङ चाहिँ गएको छु, 5 थरसम्म फिदिमसम्म चाहिँ म गएको छु होइन। अब बाइक कुदाएर गर्नु नि चाहिँ इलामसम्म गएको छु। इलामदेखि अलिकति माथि के पो भन्छ निकै माथिसम्म गएको छु, तर राँखे चाहिँ पुगेको छु न। बसमा चाहिँ फिदिमसम्म गएको। एकदम ठाडो उकालो छ भनेर चाहिँ मैले सुनेको थिएँ। ठाडै उकालो रहेछ। यो उकालो चाहिँ कस्तो रहेछ भने हाम्रो माथि कन्यामै भनौँ न, हर्कटेको तपाईँको कन्याम भनौँ, पाथिभरा मन्दिर जानुभएको होला त्यस्तै पाथिभरा मन्दिरको जस्तै ठाडो उकालो रहेछ। सिँढी न सिँढी अलिक टाइम लाग्छ माथि चढ्नलाई, त्यो पनि राम्रोसँगले पेट्रोल लगाएर आएको छ आउनु चाहिँ है। लोकल कुखुराको मासु बजाएर आएको छ आउनु चाहिँ, तर कति दिनहरूसम्म धान्ने हो थाहा छैन। यस्तो उकालो चढेपछि हाई डाँडा। अब भ्यू टावर भनेपछि त तपाईँको टुप्पोमै हुनु पऱ्यो नि त होइन, अन्त कसरी भ्यू देख्ने र गर्नलाई चाहिँ गरिसक्यो झापाली राइट। अब चढ्नुपर्छ, माथि पुगेपछि देखाउँछु ल, धेरै लामो हुन्छ भिडियो। ल साथीहरू, यो क्यामेरामा त्यति ठाडो देखिँदैन होइन, एकदमै ठाडो सिँढीबाट म उकालो आइसकेँ। क्यामेराले कहिले पनि परबाट हेऱ्यो भने डाँडा ठाडो देखिएला, न त अलिक नजिकबाट खिच्यो भने कहिले ठाडो र डाँडा देखाउँदैन क्या। तपाईँहरूले पनि मोबाइलबाट भिडियो गरेर हेर्नुहोस्, यदि क्यामेरा छ भने क्यामेराबाट हेर्नुहोस् होइन। डिएसएलआरले कस्तो देखाउँछ मलाई थाहा छैन। डिएसएलआरबाट चाहिँ मैले यस्तो भिरपाखातिर भिडियो खिचेको छैन, तर जस्तो यो एक्सन क्यामेरा छ नि, मेरो चाहिँ गोप्रो हिरो 12 हो, डिजिआईको छ, इन्स्टाको छ, धेरैको छ एक्सन क्यामेरा। तिनीहरूले खिच्दा र मोबाइलले पनि भिडियो खिच्दाखेरि
यस्तो उकालो पनि यस्तो यस्तो त्यस्तो त्यस्तो रहेछ, खासै उकालो देखिँदैन। आज यात्रा गर्ने क्रममा चाहिँ म एक्लै छु, झापाली इन काठमाडौँ म एक्लै छु। अहिलेसम्म म एक्लै डुलिरहेको छु। योभन्दा अगाडि पठाउमा चढेको 2 जना देखियो होला, अनि एकजना अङ्कलले मलाई एक ठाउँ लोकेसनहरू पनि पुऱ्याइदिनु भएको थियो। त्यो पनि हेर्नुभयो होला तपाईँले भिडियो योभन्दा अगाडि। र आज एक्लै छु। यहाँको लोकलहरू चाहिँ बिहानै भ्यू टावरतिर चढ्ने मर्निङ वाक जस्तो हुने भने, आज चाहिँ अहिलेको समय त म एक्लै छु। आइपुग्न आँट्यो तर कहाँ आइपुगेँ हेरौँ है। यहाँ रहेछ ल, तलबाट देखेको एउटा स्टुपा यो रहेछ। यो स्टुपामा आइसक्यो। अब अलिकति माथि चढेर हेरौँ, यही बाटो सायद जान्छ होला भन्ने मेरो आशा होइन। कहाँ आइपुगेँ म? ठ्याक्कै ल, गुम्बामा स्टुपामा आइसकेको छु। लगाइज फाइनली म यहाँ माथि एउटा स्टुपामा आइसकेँ। यसको यहाँनिर सटर रहेछ, यहाँबाट भित्र माथि र माथि पनि चढ्ने बाटो रहेछ। अनि ढोका पनि खुल्लै छ, तपाईँहरू त्यहाँ चढेर दृश्य हेर्न सक्नुहुन्छ। उतापट्टि तपाईँको व्हाइट गुम्बाहरू देखिने सबै देखिन्छ यहाँबाट होइन, मजाले। अघि मैले तल देखाएको थिएँ, यो टिकटकमा हेर्नु होला, यहाँबाट चाहिँ मजाले देखिन्छ। माथि चढेर पनि हेर्नु न त, ढोका खुल्लै रहेछ। माथि चढेर तपाईँलाई यहाँको रेड गुम्बा र व्हाइट गुम्बाहरू देखाउँछु होइन। यहाँबाट चाहिँ तपाईँहरू यहाँ पर रेड गुम्बा देख्न सक्नुहुन्छ, अनि यसकै यतापट्टि चाहिँ व्हाइट गुम्बा, पर व्हाइट गुम्बा चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ है त। म मोबाइलबाट जुम गरेर देखाउँछु तपाईँहरूलाई। मोबाइलबाट अलिकति क्वालिटी कम हुनसक्छ। यो चाहिँ व्हाइट गुम्बा हो, सर्लङ्गै व्हाइट गुम्बा देखायो तपाईँहरूलाई जुम गरेर। कस्तो हल्लेको भने नि। सो यो चाहिँ व्हाइट गुम्बा हो। यसकै यतापट्टि यहाँबाट मैले उभिँदा चाहिँ देब्रेपट्टि यहाँनिर रेड गुम्बा छ यहाँनिर चाहिँ। सो यो पछिको ब्लग यो चाहिँ रेड गुम्बा हो। सो व्हाइट गुम्बाको ब्लग आउन सक्छ साथीहरू। व्हाइट गुम्बा चाहिँ पुरो चलिरहेछ है। सो यसमा चाहिँ हामी 2 जना जान्छौँ होला। बाटो यो ठाडो उकालो छ, त्यो 2 जना जान्छौँ होला। सो त्यो पनि हेर्नु होला, नबिर्सिनु होला। चाँडै नै आउँदैछ ल। यहाँ स्टुपाबाट म स्टुपा पछाडि छ, त्यहाँबाट नि केही भ्यू देखियो उता मैले हेरेँ अरे। अनि त्यहाँबाट अगाडि बढिरहेको छु। भ्यू टावर यही हो कि या अर्को ठाउँ छ मलाई थाहा छैन, यहाँ कोही पनि हुनुहुन्न, म एक्लै बढिरहेको छु है त। सो प्लिज तपाईँहरूले चाहिँ भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला। यहाँ साथी भनेको मेरो कोही पनि छैन, डुकुल्यान्डाङ ओन्ली वान झापाली होइन। सो म एक्लै छु, यहाँ अगाडि बढिरहेको छु। लगाइज भ्यू टावर भनेर म आएको थिएँ, मेन भ्यू टावर त्यही रहेछ, त्यो जुन स्टुपा भएको ठाउँमै रहेछ भन्ने कुरा मैले बुझेँ। यहाँदेखि अब यहाँ के लेखिरहेको छ भने तपाईँको निकुञ्ज क्षेत्रमा प्रवेश निषेध। अब यहाँदेखि सबै निकुञ्ज क्षेत्र पर्ने रहेछ। सो प्रवेश निषेध भनिएको छ। अब यहाँबाट अगाडि जाने कुरो पनि भएन। बाघ भालु त नहोला, चितुवा चाहिँ छ भन्ने कुरो मैले सुनेको थिएँ, चितुवाहरू। अनि यो निकुञ्जमा चाहिँ हरिणहरू, बँदेलहरू अनि लोखर्केहरू टन्नै छन् अरे। मैले त्यो सुनेको छु यहाँको स्थानीयवासीसँग कुरा गर्दाखेरि। त्यो कुरा चाहिँ मैले भिडियोमा देखाउन सकिनँ, अफलाइन होइन, अफ भिडियोमा अफ क्यामेरामा मेरो कुरा भएको थियो। निकुञ्ज क्षेत्र रहेछ यो सबै, यो निकुञ्ज क्षेत्र रहेछ होइन। सो निकुञ्ज क्षेत्रमा प्रवेश निषेध भन्ने लेखिएको छ। ल सो अगाडि बढ्न सकेन म। यहाँ तल तल घरहरू छ, यहाँ तल मोटर बाटो पनि रहेछ, मोटर बाटो पनि रहेछ यहाँ तल। अघि मैले एउटा स्कुटीहरू यहाँ कुदिरहेको थिएँ। सो यति नै भन्न पनि सकिनँ मैले। भ्यू टावरबाट तपाईँलाई कस्तो भ्यू देखेर रहेछ, म फेरि ब्याक टु भ्यू टावर देख्छु, जाँदैछु होइन। भ्यू टावर त्यही रहेछ, अरू रहेछ, मैले कुरा बुझिसकेँ। सो आइ एम गेटिङ ब्याक टु भ्यू टावर, जुन त्यो स्टुपा भएको ठाउँमा। सो तपाईँलाई त्यहाँबाट चाहिँ लोकेसनहरू म देखाउँछु है त। लगाइस म फर्केर फेरि पुनः अघिकै स्टुपा भएको ठाउँमा आएको छु। त्यही भएको बिल्डिङ चाहिँ भ्यू टावर रहेछ भन्ने कुरो चाहिँ मैले पत्ता लगाएँ। अथवा बसिरहँदाखेरि यदि कोही आउनु भएछ भने फेरि सोधौँ ल, भएन भने लास्टमा तपाईँलाई म कन्फर्म दिन्छु है त। म फेरि यहाँ फर्केर आइसकेको छु। सो यहाँबाट चाहिँ तपाईँको कहाँ कहाँ भ्यू देख्छ भन्ने कुरो म तपाईँलाई फेरि माथि चढेर देखाउँदैछु त साथीहरू है। पुनः फेरि म यहाँ माथि भ्यू टावरमाथि आइसकेँ। अब मैले यसलाई नै भ्यू टावर हो भन्ने कुरो चाहिँ मैले कन्फर्म गरेँ होइन। अब यहाँदेखि माथि कुनै जाने ठाउँ पनि छैन। सो निकुञ्ज क्षेत्र प्रवेश निषेध भनेर लेखिएको थियो भने
अब यहाँदेखि तपाईँको यो चाहिँ कता पर्छ, पूर्व पश्चिम कता पर्छ म हेर्छु यत्रो। ठक्कै तपाईँहरूलाई मैले देखाइरहेको लोकेसन चाहिँ कहाँ गयो कम्पासमा म हेर्दैछु। यो चाहिँ तपाईँ इस्ट र साउथको बिचमा पर्ने रहेछ। यता इस्ट हो भने इस्टदेखि 45 डिग्री 45% जति यता पर्दो रहेछ भने तपाईँहरू यहाँबाट देख्न सक्नुहुन्छ र ठुल्ठुला बिल्डिङहरू देख्न सक्नुहुन्छ। यो रातो के हो म तपाईँलाई स्क्रिनमा पढ्नु होला यो रातो के हो भन्ने कुरो चाहिँ। अनि यहाँ पर तपाईँहरू स्वयम्भू देख्नुहुन्छ, यहाँबाट प्रष्टै स्वयम्भू देख्न सक्नुहुन्छ है। यो भ्यू टावर म यहाँनिर चाहिँ आएको छु। सो यहाँबाट चाहिँ कहाँ के दृश्य हेर्न सकिन्छ भनेर तपाईँलाई भ्यू टावरबाट देखाउन आइरहेको छु। स्वयम्भू त्यहाँनिर देखिन्छ भने। अनि यहाँ पनि एउटा गुम्बा छ, यो चाहिँ पहेँलो गुम्बा छ। यसको नाम के हो थाहा भएन। उताबाट सेतोलाई व्हाइट गुम्बा भने चाहिँ यसलाई गोल्डन गुम्बा भन्नुपर्छ होला सायद होइन। जस्ट हाँसी मेलावती गरेको साथीहरू होइन। के छ साथीहरू, यहाँको लोकेसन भ्यूहरू तपाईँहरू यस्तै खाल्टोहरूमा बस्नुभएको छ या काठमाडौँ कहीँबाट घुम्न आउनुभएको छ र यस्तै खाल्टोहरूमै तपाईँहरूको बसोबास छ भने माथि टुप्पामा गएर चाहिँ दृश्य तलको खाल्टोको दृश्य यदि हेर्न मन छ भने तपाईँहरूले अवश्य यो स्वयम्भू हो, स्वयम्भूबाट म्याप हानेर सो यो लोकेसनमा आउनु होला। स्वयम्भूबाट म्याप हालेर यो लोकेसन आउनु होला। र यदि कोही साथीहरू पनि स्वयम्भूको एरिया चाहिँ माथि टपमा गएर हेर्न मन लागेको छ भने उहाँहरूलाई यो भिडियो सेयर गरिदिनु होला। र यो चाहिँ स्वयम्भूको चाहिँ तपाईँको भ्यू टावर भन्दा छ होइन। भ्यू टावरबाट चाहिँ स्वयम्भू एरियाहरू तपाईँले प्रष्टसँगले स्वयम्भूको एरियाहरू यहाँबाट देख्न सक्नुहुन्छ है। सो तपाईँहरू यहाँबाट त्यही भएर यदि कोही साथीहरू स्वयम्भूको टप स्वयम्भू एरियाको चाहिँ टपबाट हेर्न चाहनुहुन्छ भने स्वयम्भू एरिया यिनीहरू चाहिँ सो यो भ्यू टावरबाट तपाईँले टप देख्न सक्नुहुनेछ। सो स्टे ट्युन साथीहरू है, लास्टसम्म हेर्नु होला। र योभन्दा अब आउने भ्लग पनि सब अवश्य तपाईँले हेरिदिनु होला। र म चाहिँ अब यहाँ एकछिन आराम गरेर एउटै कुरो तपाईँलाई फेरि यही कति देखाइरहनु घुमाइफिरे होइन। सो आराम गरेर म चाहिँ लाग्छु आफ्नो घरतिर। सो घर त झापा हो, झापा लिएट काठमाडौँ। तर यहाँ चाहिँ विशेष मेरो काम परेको कारणले गर्दा आएको। बहिनीहरूको पनि घर छ यहाँ, बहिनी जोइहरूको पनि। अनि अब झापामा पनि उनी बहिनी जोइहरूको घर छ भने अनि यहाँ माथि पहाड पनि भनौँ न, अब माथि सुन्दरी जलमा पनि घर छ माथि। र यहाँ पर जोरपाटी सुन्दरी जलमा पनि छ। सो मूल घर भनेको चाहिँ माथि पहाड सुन्दरी जल नुवाकोट, सरी मूल घर चाहिँ नुवाकोट हो। अनि यहाँ सुन्दरी जलमा पनि घर छ। र बहिनीहरूकोमा म गएर आएको होइन। र अहिले चाहिँ म अलिक फाल्टै लोकेसनमा छु। अब फेरि 1-2 दिन पछाडि फेरि बहिनीहरूकोमा म जान्छु। र केही समय पछाडि म अवश्य ब्याक टु झापा आउनेछु। कति दिनसम्म काठमाडौँ बस्छु त्यति दिनसम्म म तपाईँहरूलाई चाहिँ काठमाडौँ एक्सप्लोर गरेर देखाउँछु है साथीहरू। सो एकछिन आराम गरेर म तल फेदीतिर झर्छु है त। ल साथीहरू, म चाहिँ बस्यो होला आधी घन्टा जति नै बस्यो होला। अब म तल झर्दैछु एकदम टपमा गएर। यहाँनिर एउटा मलाई एकदम गुनासो लाग्यो, नरमाइलो लाग्यो है। शान्तिको प्रतीक हाम्रो देश गौतम बुद्धको स्तूपा पनि बनाइएको छ। तर यस्तो फोहोर गरिएको छ यहाँनिर होइन। अब म लगभग 1 घन्टा जति भयो होला म उकालो चढाइदिएको समय है, फेदामा आएको समय होइन, उकालो चढाइदिएको समय अहिलेसम्म 1 घन्टा लगभग भयो होला। अब मलाई पिसाब लाग्यो, दिसा लाग्यो, कहाँ जाने होइन। समितिले त एकदमै व्यवस्थित रूपमा टोयलेट बनाइदिएको छ है। यहाँ हेर्न सक्छ टोयलेट बनाइदिएको छ। तर टोयलेटका यहाँ बेसिन टोयलेटको हालत हेर्नु होला, यस्तो बस्दै जान्छ क्या। अब मलाई यहाँ थुक्नु मन लागिरहेछ, कहाँ थुक्नु होइन। न निल्न सकिन्छ न थुक्न सकिन्छ क्या। यस्तो राम्रो ठाउँ छ है, यस्तो राम्रो भ्यू टावर बनाइदिएको छ होइन। अनि तपाईँको यहाँ बाहिर पनि यस्तो राम्रो सफा छ है। अब यहाँ स्तूपा छ। यो फोहोर गरेको कसले भन्दा मैले हो के। कसरी मैले भन्दा म जस्तै घुम्न आउने आगन्तुक पर्यटकहरूले चाहिँ हो क्या। चाहे स्थानीय होस्, चाहे बाहिरको पर्यटक होस्, चाहे डोमेस्टिक होस्, चाहे इन्टरनेसनल होस् होइन, जो पनि पर्यटक होस्, जसले पनि भए पनि कसै न कसैले त फोहोर गरिआएकै छ नि त अवश्य होइन। सो त्यसो फोहोर चाहिँ गर्नु मिलेन साथीहरू। न मैले त टिपेर फाल्न सकेँ, न सफा गर्न सकेँ है। अब त्यो टिपेर फाल्ने पनि अवस्था छैन। फाल्ने पनि कहाँ, फेरि यता जताभाति यता घारीतिर फालिदिने कुरो पनि आएन। र डस्टबिन पनि मैले देखिनँ होइन। यहाँको समितिहरूलाई म एउटा हम्बल रिक्वेस्ट के भन्न चाहन्छु, एटलिस्ट डस्टबिन राखिदिनु अनि त्यहाँनिर लेखिदिनु फोहोर मलाई अथवा फोहोर यहाँ फाल्नुहोस् है। अझै पनि कुरा बुझेनन् भने
तपाईँको ठाडो भाषामा पनि लेख्न सक्नुहुन्छ। र म चाहिँ अब अगाडि बढेँ है साथीहरू। र फर्किने क्रममा फेरि म त्यही ठाडो सिँढीमा आइसकेको छु है। सो यहाँबाट तल देख्नुहुन्छ अब यो ठाडै झर्ने हो। अब सिँढीबाट झर्न त्यति गाह्रो त हुन्न, तर कसैको यस्तो ओह्रालो सिँढीमा झर्दाखेरि चाहिँ खुट्टा चाहिँ क्लिली यस्तरी हल्लिन सक्छ। किन दुईटा खुट्टा हुन्छ नि त मान्छेको होइन। अब बिचरा कसैको एउटा खुट्टा होला, कसैको दुइटै खुट्टा नहोला, त्यो बेग्लै कुरो। तर सकुशल जन्मिँदाखेरि भनेको दुईटा हात र दुईटा खुट्टामा जन्मिन्छन् मान्छेहरू, त्यही भएर मैले दुईटा औँला देखाएको। अनि यहाँबाट ओह्रालो त बिस्तारै ठ्याङ झर्दा हुन्छ। खुट्टा कामै नहुने त्यति गाह्रो हुँदैन सिँढीमा चाहिँ, तर उकालो चाहिँ चढ्नु चाहिँ धेरै गाह्रो हुन्छ। अलिकति तागत पनि चाहियो, बल पनि चाहियो होइन। अब खत्रै पावरफुल रहेछ क्या भन्नुहुन्छ होला, त्यति पावरफुल त छैन, तर पनि यहाँसम्म चढ्न सक्ने क्षमता चाहिँ रहेछ भन्नु नि एउटा कुरा। र म चाहिँ तल झर्दै गरेको, यहाँ तल दुईजना हुनुहुन्थ्यो साथीहरू। मैले बोलेको क्यामेरा देखेर भाग्नुभयो क्या हो, क्यामेरामा आउँछु होला भनेर जानुभएको होला। जुम गरेर प्लिज है नहेरिदिनु होला। सन्तोष भाइ मभन्दा कान्छे रहेछ। सो उसँग नि यहाँ काठमाडौँ आएरै चिनजान भएको है। सो अहिले चाहिँ म घर फर्किँदैछु। सो साथीभाइहरू त कति भेटिन्छन्, साथीभाइहरू त कति भेटिन्छन्, कति जोडिन्छन्। तर वास्तवमा कुरा चाहिँ के हो भने तपाईँले फ्रेन्डसिप कति लामो समय चाहिँ जोगाएर राख्न सक्नुहुन्छ क्या। त्यो भनेको मेन कुरो हो क्या, मूल मन्त्र हो क्या। त्यो भनेको तपाईँको इज्जत हो, इमान हो, प्रतिष्ठा हो होइन। त्यो भने तपाईँको चरित्र हो। कति समयसम्म तपाईँले फ्रेन्डसिपलाई जोगाएर राख्न सक्नुहुन्छ, त्यो चाहिँ तपाईँ आफूमा मात्रै पनि भर पर्दैन, तपाईँको फ्रेन्डमा पनि भर पर्छ। तपाईँ जति नै इमान्दार, इज्जती, भलात्मी होइन, चरित्रवान भयो भने तपाईँको मित्रले त्यतिको क्वालिटी प्रोसेस गर्न सकेन भने तपाईँले फ्रेन्डसिप कहिले पनि लङ लास्टिङ राख्न सक्नुहुन्न। त्यही भएर तपाईँमा पनि भर पर्छ र तपाईँको साथीमा पनि भर पर्छ फ्रेन्डसिप कतिसम्म लामो राख्न सक्छु भनेर। साथीहरू त छ्यापछ्याप्ती बाटोबाट पहिलामा पनि भेट्न सकिन्छ। अहिले भर्खरमा दुईजना जानुभयो, उहाँलाई पनि म साथी बनाउन सक्थेँ। उहाँहरू कहाँबाट आउनुभएको थाहा छैन, साथी बनाउन सक्थेँ। बनाएर मात्रै हुँदैन, लङ लास्टिङ गर्न सक्नुपर्छ। यति भन्दै थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी यु नेक्स्ट ब्लग।